हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ सरस्वती पूजा हो। म चाहिँ बिहानै उठेर नुहाएर अब कलेज जान थालेको। कलेजमा चाहिँ आज हामीले सरस्वती पूजाको लागि अर्गनाइज गरेको छौँ। 6 बजे पुग्न भनेको थियौँ, 6 बजे पुग्न भनेको त 6:30 भइहाल्यो। कलेजमा अरू साथी गइसकेको छ, म पनि जाँदैछु। आज चाहिँ धेरै चिसो गरेको छ, पछाडि हेर्नु त कस्तो राम्रो देखेको छ। म चाहिँ फाइनली कलेज आइपुगेँ होइन। देख्न सक्नुहुन्छ कलेज अलिक माथि छ। कलेजमा इन्ट्री चाहिँ गरेँ, साथीहरूले पर्खिदिन्छन्। पछाडि भ्यू देख्न सक्नुहुन्छ, कति राम्रो देखेको छ। बिहानको भ्यू हेर्न सक्नुहुन्छ। म कलेज आइपुगेँ, खै त अरू ल। हामी चाहिँ यो कति छिटो आयो याद छैन। यस्तो दिमाग खराब। म 2 घन्टा भयो काटेको। हेर्न सक्नुहुन्छ, यहाँ एकजना आएर धेरै गराइ भ्याइसक्नु भएछ। ल गाइस, अब हामी चाहिँ काम सुरु गर्छौँ। केरा काट्नु छ, गाह्रो छ। भ्लगरहरू भएपछि बाहिर हेर्न सक्नुहुन्छ। मण्डप बल्लको राम्रो देख्यो होइन, उज्यालो हेर्न सक्नुहुन्छ। हाम्रो आजको के भन्छ प्रसाद। हाम्रो म्याडमहरू भर्खर आउँदै हुनुहुन्छ। दीक्षा यस्तो देख्छु। हेलो ब्याक। हेलो सुन्तली अहिले भएन नभएको बेलामा के आदि सुन्तलीहरू सुन्तली फुलको झोला पास गरेर पूजा सुरु हुँदैछ। यहाँ फरेस्ट्रीमा बाँदरले पनि सरस्वती भगवानलाई पूजा गर्छन्। लु है आरती सुरु भयो। बिहान पूजा गर्न आउँदाखेरि बाँदरको यस्तो छ काम। हामी चाहिँ बिहानै कलेज पुगेर छेमा पूजा गरेर ठुलो खोला त जाने हो नि। सेलाउन जाँदैछौँ। हामी चाहिँ फुलपाती सेलाउन थालिसक्यौँ। अब फुलपाती सेलाएर फर्किन लागेको। हामी चाहिँ 6 जना थियौँ, सेलाएर फर्किसक्यौँ। थ्याङ्क यू फर वाचिङ।